गणतन्त्र दिवस। गणतन्त्र दिवस नेपालमा प्रत्येक वर्ष जेठ 15 गते मनाइन्छ। यस दिन नेपालमा गणतन्त्र स्थापना भएको सम्झनामा राष्ट्रिय रूपमा मनाइन्छ। विक्रम सम्वत 2062-63 को जनआन्दोलनपछि राजा र राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको थियो। यसले जनताको शासन अधिकार जनताकै हातमा आएको घोषणा गर्यो। गणतन्त्रको अर्थ हो जनता नै शासक हुने प्रणाली। यसमा राजा महाराजा जस्ता कुनै शासक हुँदैन, बरु जनता स्वयंको प्रतिनिधि छानेर शासन चलाइन्छ। नेपालको संविधान 2072 अनुसार नेपाल अब संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो। गणतन्त्रले समावेशिता, समानता, मानव अधिकार र स्वतन्त्रता सुनिश्चित गर्ने मौका दिएको छ। गणतन्त्र दिवस हामी सबै नेपालीका लागि गर्वको दिन हो। यस दिनलाई सम्झेर हामीले स्वतन्त्रता र जनताको अधिकारको कदर गर्नुपर्छ। हाम्रा अग्रजहरूले पुर्याएको त्याग र बलिदानको सम्मान गर्नुपर्छ। गणतन्त्रलाई सुदृढ बनाउन इमानदार, सचेत र जिम्मेवार नागरिक बन्ने सङ्कल्प हामी सबैले गर्नुपर्छ। यो त थियो गणतन्त्र दिवसमा छोटो निबन्ध। यदि तपाईँलाई गणतन्त्र दिवसको अलिकति लामो निबन्ध चाहिएको छ भने तल पिन कमेन्ट चेक गर्न सक्नुहुन्छ। र हाम्रो च्यानललाई अहिलेसम्म यदि तपाईँले सब्सक्राइब गर्नुभएको छ भने कृपया सब्सक्राइब गर्नुहोला, किनभने तपाईँहरूलाई हामी यस्तै ज्ञानवर्धक भिडियोहरू ल्याइराख्नेछौँ। र तपाईँलाई कुन टपिकमा भिडियो चाहिएको छ त्यो पनि कमेन्ट गर्न सक्नुहुन्छ भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। नमस्ते।